हेलो एभ्रिवान, आज चाहिँ म तपाईँहरूलाई मेरो पिङ्क प्रिन्सेसको कटिङ्स जुन चाहिँ मैले अहिले रिसेन्टली पानीमा प्रोपोगेसन गरिरहेको थिएँ है, त्यो चाहिँ तपाईँहरूलाई देखाउँदैछु। अनि यो टप र बटमको पोर्सनबाट चाहिँ कुहिनु थाल्छ प्लान्ट चाहिँ है, त्यो चाहिँ तपाईँहरूले पुरा याद गर्नुपर्छ। अन्त अहिले चाहिँ मैले मजाले यसलाई पखालेर क्लिन गरेर लिएर आएँ है। अन्त आज चाहिँ तपाईँहरूलाई म यो क्यान्डलले चाहिँ कसरी प्लान्ट्सलाई कसरी सेभ गर्छ भनेर सिकाउँछु है। यो क्यान्डल तपाईँहरूले यसरी लगाउनु भएको छ भने चाहिँ यसले चाहिँ क्याप जस्तो काम गर्छ। बाहिरबाट पानीहरू ज्यादा भयो भने पनि कुहिने चान्सेस धेरै कम हुन्छ है। अनि आज चाहिँ मैले यसलाई चाहिँ मस अथवा नेपालीमा भन्दा हामीले झ्याउ भन्छौँ है, त्यो झ्याउ हालेर प्रोपोगेसन गरिरहेको छु। अन्त यो चाहिँ जतिसक्दो तपाईँहरूले ड्राई गरेर चलाउनु भयो भने चाहिँ धेरै राम्रो हो। अनि मलाई यसको रिजल्ट चाहिँ पुरा सेटिस्फाइङ छ। यसको रिजल्ट यु गाइज क्यान ट्राई है।